आज हामी आमा छोरा ड्राइभिङ सेन्टरमा आइरहेको छु छोराको लागि बाइकको ट्रेनिङ दिनुको लागि हैन। स्कुटर त मजाले कुदाउँछ, अब बाइक कुदाउनु पर्यो नि त। लाइसेन्स लिनुलाई त बाइकले लियो भने सजिलो हुन्छ। त्यही भएर छोरालाई लिएर हामी ड्राइभिङ सेन्टरमा आएको छु। छोरालाई सिकाउँदै हुनुहुन्छ भाइहरूले। छोराले अब कतिको सिक्छ हेरौँ। कुदाउनु त कुदाउँदैछ। आज पहिलो दिन हो, बाइकको केही ज्ञान छैन बिचरालाई। स्कुटर कुदाइरहेको, यसलाई गाह्रो लागिरह होला बाइक सिक्नु। चलाउनु चाहिँ चलाउँछ, त्यसको त्यो अब गियरहरू क्लजहरू भन्ने चाहिँ आइडिया छैन नि त त्यसलाई। कुदाउनु त कुदाउँदैछ। 1 महिना राख्ने भनेको यहाँ दाइले चाहिँ होइन, हप्ता 10 दिनमा सकिन्छ भन्नुभएको छ। हेरौँ अब यो बाइक पुरा आइसकेपछि होइन गाडी पनि राख्ने। गाडी बाइक दुइटै सिकाइदिनु पर्यो छोरालाई फ्री टाइममा। फ्री टाइम त्यतिकै फाल्नुभन्दा होइन। घाम टन्टरापुर घाम छ, यति गर्मी भइरहेछ। पोलिरह होला बिचरालाई। ल अब टाइम पनि सक्यो। रोक्छ र ए के भएको